Hey guys, good morning. Jado, this is Savina and welcome back to my another mini vlog. आज चाहिँ वेटलेस च्यालेन्जको डे 15 हामी चाहिँ आइसक्यौँ छतमा एक्सर्साइज गर्नलाई। आज चाहिँ छतमा एक्सर्साइज गर्ने भनेर चाहिँ डिसाइड गर्यो किनभने हामीलाई 4 जना अलिकति टाइम छैन, घरमा काम पनि छ अनि अहिले चाहिँ म अफिस मेरो घरदेखि अलिक टाढा पर्ने भएर अनि म चाहिँ अफिस जानुपर्ने हुन्छ। सो मलाई ढिला हुन्छ भनेर चाहिँ हामीले छतमै एक्सर्साइज गर्ने भनेर डिसाइड गऱ्यौँ किनभने पनि पकाउनु पर्ने छ। खाना पकाउँदै हामी एक्सर्साइज गर्छौँ है त साथीहरू। ल अब चाहिँ हामीले खाना पकाउनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो किचन अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सरकार बुढाबुढी भएर पकाउँछौँ खाना। आजदेखि चाहिँ मैले सेम फुड ट्राई गरौँ भन्ने सोचिरहेको छु। हेरौँ अब कति पोसिबल हुन्छ अनि कति म इरिटेट हुँदिनँ होइन। हेरौँ यहाँनिर छ क्याबेज बन्दाकोपी अनि यहाँनिर मैले सोया चङ्क्सलाई चाहिँ भिजाइराखेको छु अनि यसमा चाहिँ हाम्रो कालो भाँडामा चाहिँ हाम्रो अन्डा बोइल हुँदैछ। यो हाम्रो आगो पकाउने भाँडा हो, त्यही भएर यति कालो छ यो चाहिँ। अनि त्यहाँ प्रेसर कुकरमा चाहिँ हामीले चढाइसक्यौँ राजमाको दाल। अब चाहिँ पकाउनु पर्ने हुन्छ माम।